औली घर हो यो मेरो बुवाले बनाएको। म यही घरमा केटाकेटी थिएँ, यही घरमा हुर्किएको म। सबै घर त भत्किनु आँटिसकेछ। यो माउरीको डोर पनि ल्याङफ्याङ भएछ। 35 सालमा मैले छोडेको आउने जाने गर्दै थिएँ। सबै घर नै पोचा भइसकेछ, धमिराले खाइसकेछ। घर पनि यो उहिले मेरो बाजेले बनाएको ढोका थियो। यो ढोका चाहिँ छाँदै रहेछ, केही भएको रहेनछ, बिग्रेको रहेनछ। अहिलेसम्म मकिएको रहेछ, पुरानो काठ के को नि यति दर छ। अब भित्र चाहिँ त अब आँध्यारो आँध्यारो देखिँदो रहेछ। अब मान्छे नबसेपछि यस्तै हुँदो रहेछ, झ्यास झुस घुर। अनि म त कस्तो कस्तो लाग्यो। मैले मेरो परिवार, मेरो श्रीमती, मेरो शाखा सन्तान छोरीले हेराउनु देखाउनु आएको। अब यहाँ झ्याल पनि अब माकुराको जालै जालो भएछ। अब म त कस्तो कस्तो लामो बाँचियो भने त के देख्नु पर्दो रहेछ यस्तो। अब हामी कहाँ कहाँ पेप्सीको बोतल थुपारिराखेको रहेछ। अब मेरो यो घर रुङ्ने छैन। मेरो चेलीहरूले बेला बेला यसो आउने जाने हेर्दै गर्नुहुन्थ्यो। बहिनी काइली बहिनीहरू नजिक बसेको हुँदा उहाँहरूले हेर्दै गरेको। यस्तै रहेछ पुरानो हाम्रो पुर्खौली घर। अब हेर्ने मन लाग्यो। मेरो कान्छी छोरीले हेरौँ भनेर भन्नुभयो। भारेङ सिँढी यो हाम्रो बाजेले बनाएको भारेङ पो रहेछ त। यो त बाबुले पनि होइन, बाजेले पो रहेछ। यो बाजेले बनाएको भारेङ के कुन काठको हो थामिराखेको छ अहिलेसम्म। म यो छोडेको 35 सालमा छोडेको, अहिले 82 सालको समयमा हेर्नु आउँदा पनि भारेङ जिमको तिम रहेछ। अनि हाम्रो पुरानै पुर्खौली मेरो बुवाले चाहिँ यहाँनिर कोदो थुपार्ने गर्थ्यो यो भुइँमा, ताला भुइँमा। अब यता धानको ढिकुटी राखिन्थ्यो। अनि यतापट्टि चाहिँ अब पहाडको चलन, यतापट्टि चाहिँ मकै ल्याउँदै खनाउँदै मकैको हार लाउने यतापट्टि थियो। तर अहिले सबै मान्छे बस्नु छोडेपछि त यस्तै हुँदो रहेछ। यो झ्याल पनि भात्किसकेको छ। यो झ्याल चाहिँ मेरो बुवाले सल्लाहको झ्याल ताछेर लाएको हो। यो सानो हावा खानुको लागि यो चाहिँ छँदै रहेछ, तर भत्किएर पनि छँदै रहेछ। खाने ठोङ राखेको बाजेले। अनि सुत्दाखेरि यहाँदेखि रामित गर्थ्यो, हावा खान्थ्यो। यो हाम्रो पुर्खौली घर हो। अवस्था यस्तै छ। अब मेरो जुजूले बनाएको कि बाजेले बनाएको, यो मैले बाजेलेसम्म चाहिँ थाहा छ। यो भारेङ अहिलेसम्म केही भएको रहेनछ, कुन काठको कुनै। अब यो भारेङ सिँढी पनि भन्छौँ, भारेङ पनि भन्छौँ। अब यो यसरी झार्ने यो पुर्खाहरूले बनाएको। अब यो ढोका पनि पुर्खाहरूले बनाएको, बाजेले बनाएको। अहिलेसम्म केही भएको छैन, कुन काठको थाहा भएन। अनि यो काठ ताछेको चाहिँ मेरो बुवा, म जन्माउने बुवाले बनाएको ताछेको थाहा छ यिनीहरू चाहिँ। अनि ढोका मैले यो घर छोडेर गएको लगभग 35 सालमा छोडेको, अहिले 82 साल हो। अब बिचबिचमा आउने जाने गर्दै थिएँ। अनि अहिलेको अवस्थामा यहाँ आइरहेको छु। म यो घर हेर्दा कस्तो कस्तो लागेर उरात चाल्यो। जीवनमा के देख्नुपर्छ, के भोग्नुपर्छ। यो घर मैले रुङ्नु नपाएको, यो घरमा बस्नु नपाएको लाग्दाखेरि म कस्तो लाग्यो। र यहाँनिर
बस्नु पाएदेखि यहीँ खानपान लाउनु खानु पुगेको भएदेखि म कता कता डुल्दिनँ पनि थिएँ होला। तर खानु लाउनु नपुगेको कारणले म कहाँ कहाँ पनि गर्दै डुल्दै हिँड्दै गरेँ। अनि अहिले यो घरको सम्झना लाग्यो, सबै मकिसकेछ। धन्न मेरो चेली नजिक बहिनी भएकोले बेला बेला हेर्दै गरेकोले हुँदा यसो गाह्रोसम्म यसो थोत्रोसम्म देख्नु पाइयो। र जीवनले अनेकै हेर्नु देख्नु पर्दो रहेछ, भोग्नु पर्दो रहेछ। अब यही घरमा जीवन जानु पाए मलाई आनन्द हुन्थ्यो। तर यो घरमा मेरो जीवन जानु सकेन खानु लाउनु नपुगेको कारणले। अनि अहिले डुल्दै आएँ। अब यस्तै छ हालत। र म यो घरको जेठो छोरो, मेरो नाम धनपाल हो। यति नै भन्दै मलाई चिन्नुहुने मित्रहरू हवस् त, धन्यवाद।